भइरहेछ यहाँ। सुटिङको लागि हामी तयारी भइरहेछौँ बागबजारमा। बिहानदेखि ग्रुपलाई कुरेकै छौँ। देवराजजीले फोनै उठाएको छैन, कता ड्रेस बोकेर आइरहेको छ अरे। यत्रो अँधेरोबाट उज्यालो भइसक्यो, यस्तो छ पारा, कतिखेर हिँड्नु तनाव भइसक्यो। अर्को गाडी हिँड्नलाई सामान हालेर हिँड्नलाई चाहिँ हामी पनि 4 बजी उठेर आएको पारा यही ल है। हामी चाहिँ अब कुलेखानीतिर जान लागि तयारी भइरहेछौँ बागबजारमा। अब केही छिनमै हामी यहाँबाट निस्किँदैछौँ। केबाट लाग्यो है चोबार पुग्न लाग्यो। अर्को एउटा ग्रुपलाई एउटा गाडीमा छोड्यो, अर्को गाडी स्कर्पियो, किचन गाडी, टेक्निकल लाइट गाडी, हामी 5वटा गाडी आइरहेछौँ। ल मेरो के अर्कै छ तिम्रै हो। ल बोकम यहाँ हामी कुन झरे मोहिनी झरनामा जाँदैछौँ है। अब गाडी मासतिर राखेर यसरी हिँडेका छौँ, यसरी हिँड्यौँ। आमा तुलसी के बोक्यो हामी तल कुलेखानी, हामी माथिबाट जाँदैछौँ माइती घर फिल्मको गीतको सुटको लागि। मेकअप गर्दैछौँ माइती घर गीतको सुटिङको लागि। मोहिनी झर्ना आएका छौँ हामी। यहाँ पुरै हाम्रो भइरहेछ, मेकअप चलिरहेछ। मेकअप ड्रेस चेन्ज साथीहरू ग्रुपहरू 40 जना ग्रुप गरेछ। साथीहरू यो छिट्टो झर्नु है, नझरेको को हो लु हिँडिहाल्नु। हजुर खेलिसक्यो होइन, बनाएको भन्नु के को होइन छैन मैले। लु निस्कौँ न, हिँडिहालौँ न काटे। झरनामा जाँदैछौँ। ओ माइ गड, अझै आउनु बाँकी है। छिर्नै नसक्ने झर्ना हो मान्छे। पैसा पनि लिन्छ, कति लिन्छ?
हाँ? यहाँ छिरेको 25 रुपियाँ हो? तपाईँको नि 50 है मोहिनी झरना हेलो न कस्तो हल्लेको हो गिम्बल ल्याउनु कागज त धुनु पर्ने पैसा लाग्छ म त के नि पैसा लाग्छ
पानी पर्न छोड्दैन यार के पारा हो यो पाउँदै राख्यो भने त प्रतिदिन जान्छ है यो त समय भइरहेको छ आज सैलुङ जाँदैछु सैलुङको लागि हामीले पाउने 6 बजे गाडीमा आफ्ना मान्छे साथीको सबै हाम्रो साथीहरू यसमा राखिएको छ सैलुङको डाँडामा हामी लगभग 10-12 जना भरिया हालेर बहुत गाह्रो सुटिङमा चाहिँ किन पानी परिरहेको छ कि अचम्मको कुरो चाहिँ यस्तो छ यार के हो यार यो सैलुङ कहिले उग्रिने हो गाह्रो पो छ त ल हेर्नु त हामी बिहान 5 बजीदेखि आएर 11 बजिसक्यो अझैसम्म यहाँ उज्यालो भएको छैन हाम्रो अवस्था यस्तो छ हाम्रो आर्टिस्टहरू यता बसेको छ पानीले ल हेर्नुहोस् है यहाँ लडेर यो पुरै चिप्लो भएर कम चिप्लो छ त पानी परेर फेरि हाम्रो यस्तो छ पछाडि चिपेर लड्यो नि त
पानी सिमसिम परेर पानी आएकोले काम रोकिरहेछ। पानी रोकिने बित्तिकै यस्तो मौसम यस्तो खुल्ला भएको छ, तुवालोहरू चाहिँ आइरहेछ अहिले। तर पनि यो झिरझिर पानी छ, बाहिर सामानहरू टेक्निकली कुराहरू काम गर्न मिलिरहेको छैन। हामी अहिले सैलुङको ढुङ्गामा छौँ। आज चाहिँ बिहानै मौसम हेर्दाखेरि राम्रो देखिरहेछ, छ्याङ्गै देखिरहेछ। सुटिङ गर्न पाउला जस्तो छ है। आज अरू कलाकार साथीहरू लिडहरू गइसकेको छ। म लास्टमा सबैजनासँग पछि जाँदैछु। लास्ट हामी गइरहेछौँ। अझै हामीलाई 45 मिनट लाग्छ माथिसम्म पुग्नलाई। हामी ग्रेट वाल चढ्दैछौँ। सैलुङको ग्रेट वालबाट आज बिहान खुब के होला जस्तो उज्यालो देखिरहेछ। आज सैलुङमा तेस्रो दिन। हाम्रो सामान बोक्ने साथीहरू यतातिर तयारी हुँदैछ। लगभग माइतीहरूको तेस्रो दिन गीतको सुटिङको लागि आज बिहानै मौसम सफा देखिएको छ। के होला जस्तो अलिकति हौसला आएको छ हामीलाई पनि। नत्र अस्ति हामी अस्ति धेरै झरी पऱ्यो हाम्रो सामानहरू।
खरीढुङ्गामा हो अहिले हामी बिहान 3 बजी हिँडेको यतिखेर आइपुग्यो यहाँ 6:30 होला 6:30 भयो अहिलेको यहाँ मौसम चाहिँ ठिकै छ तर 12 बजेपछि पानी पर्छ भन्ने